हेलो नमस्ते एभ्रिवान, स्वागत छ तपाईहरुलाई हाम्रो किचन हाम्रो भान्सामा। आज चाहिँ म हजुरहरुसँग शेयर गर्दै छु एकदमै मिठो बफ सिकुटीको रेसिपी। आज चाहिँ म हजुरहरुलाई एकदमै साधारण तरिकाले यो सिकुटीको रेसिपी बनाएर देखाउँदै छु। आउनुहोस् अब रेसिपी सुरु गरौँ है त। यहाँ चाहिँ मैले 250 ग्राम जति सिकुटीलाई लिएको छु। सिकुटी चाहिँ हजुरहरुलाई मन पर्ने जुनसुकै सिकुटी लिँदा पनि हुन्छ। यसलाई चाहिँ हामीले तातो पानीमा 1 देखि 2 घण्टा राम्रोसँग भिजाएर राख्नुपर्छ। मैले चाहिँ पानीलाई पहिले नै उमालेर राखेको थिएँ। अब चाहिँ सिकुटीलाई 1-2 घण्टा भिज्नको लागि छोडिदिनु पर्छ। सिकुटीलाई भिज्नको लागि छोडिदिँदै गर्दा यहाँ चाहिँ मैले अलरेडी सिकुटीको लागि चाहिने थोरै भेजेजहरुलाई पनि काटेर रेडी गरिसकेको छु, जसमा रहेको छ एउटा सानो मिडियम साइजको प्याज, 3 वटा हरियो खुर्सानी, टमाटर, अदुवा र लसुनको पेस्ट अनि हरियो धनिया। 2 घण्टा राम्रोसँग भिजाएर 4-5 पटक सफा पानीले पखालिसकेपछि सिकुटीलाई चाहिँ मैले यसरी सानो सानो पिस बनाएर कट गरिसकेको छु। यहाँ चाहिँ मैले तातिएको कराईमा आफूलाई आवश्यक थोरै सनफ्लावरको तेललाई पनि राख्दै छु। तेल तातिएपछि थोरै मेथी र ज्वानो अनि जिरा र धनियालाई पनि यसमा म फुर्याउँदै छु। यसरी मसलालाई एड गर्नु पनि अप्सनल हो। यदि हजुरहरुलाई सिकुटीमा मसला राखेको मन पर्दैन भने हजुरहरुले यसलाई स्किप गर्न पनि सक्नुहुन्छ। मसला चाहिँ यतिको भएर फुराइसकेपछि यसमा चाहिँ म अघि कट गरेर राखेको सिकुटीलाई एड गर्दै छु। अब चाहिँ हामीले यसलाई चलाउँदै राम्रोसँग फ्राई गर्नुपर्छ। एक पटक राम्रोसँग चलाइसकेपछि यसमा चाहिँ म अब थोरै बेसारलाई पनि एड गर्दै छु। बेसारलाई राखिसकेपछि यसलाई चाहिँ फेरि पनि एक पटक राम्रोसँग चलाउनु पर्छ। सिकुटी राम्रोसँग फ्राई भइसकेपछि यहाँ चाहिँ मैले अघि काटेर राखेको हरियो खोर्सानी र प्याजलाई एकैचोटि एड गर्दै छु। प्याज र खोर्सानीलाई राखिसकेपछि यसलाई चाहिँ हामीले अब एकैछिन पाक्नका लागि छोडिदिनु पर्छ। प्याज यतिको भएर हल्का पाकिसकेपछि यसमा चाहिँ मैले भिजाएको हरियो केराउलाई पनि एड गर्दै छु। यो चाहिँ अप्सनल हो। यदि हजुरहरुलाई केराउ राखेको मन पर्दैन भने यसलाई स्किप गर्न पनि सक्नुहुन्छ। केराउ राखिसकेपछि अब चाहिँ हामीले यसलाई पनि केही बेर पाक्नका लागि छोडिदिनु पर्छ। केराउ हल्का पाकिसकेपछि यहाँ चाहिँ मैले अदुवा र लसुनको पेस्टलाई पनि एड गर्दै छु र साथसाथै टमाटरलाई पनि एड गर्दै छु। टमाटर राखिसकेपछि अब चाहिँ हामीले यसलाई फेरि पनि एक पटक राम्रोसँग चलाएर यसलाई पाक्नका लागि छोडिदिनु पर्छ। टमाटर पाकिसकेपछि यहाँ चाहिँ मैले स्वाद अनुसार नुनलाई पनि एड गर्दै छु। नुनलाई राखिसकेपछि एक पटक फेरि पनि नुन सबैतिर लाग्ने गरेर चलाउनु पर्छ। नुन राखिसकेपछि यसलाई चाहिँ हामीले अब 2 मिनेट जति राम्रोसँग फेरि पनि पकाउनु पर्छ। 2 मिनेट राम्रोसँग पकाइसकेपछि अब चाहिँ हाम्रो सिकुटी रेडी भइसकेको छ र यसमा चाहिँ म अब हरियो धनिया माथिबाट थोरै राख्दै छु। यसलाई चाहिँ म एउटा सानो कचौरामा राखेर हजुरहरुलाई देखाउँदै छु। हजुरहरुले देख्न सक्नुहुन्छ यो हेर्दै एकदमै स्वादिलो देखिएको छ। यसरी बनाएको सिकुटी हेर्दा जति स्वादिलो देखिन्छ खाँदा पनि उत्तिकै स्वाद आउँछ। हजुरहरुले पनि घरमा एक पटक अवश्य ट्राई गर्नुहोला। यसलाई चाहिँ हजुरहरुले खाना, खाजा, चिउरा, भुजा जेसँग सर्भ गर्दा पनि यो एकदमै बेस्ट हुन्छ। यसलाई चाहिँ म थोरै काटेको हरियो धनिया र काँचो प्याजले गार्निस गर्दै छु। यसरी नै हजुरहरुले पनि थोरै सामानबाट घरमै मिठो सिकुटी बनाएर खान सक्नुहुन्छ। आशा छ आजको रेसिपी भिडियो हजुरहरुलाई मन पर्यो होला र यस्तै थप नयाँ रेसिपीहरुको लागि मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरी धेरै भन्दा धेरै माया र सपोर्ट पनि गरिदिनु होला र भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद।